स्लिप टेस्ट गरेपछि बल्ल यो टेस्ट गर्ने रहेछ नि त स्लिप टेस्ट तपाईँ कोड आइएसओमा त्यही लेखा रहेछ त यो स्पेक चाहिँ स्लिप टेस्ट अप्रुभ भएको चाहिँ हो नेपालमा स्लिप टेस्ट छैन त्यो गरेपछि बल्ल टेन्सनमा गर्ने रहेछ कि त्यस्तै स्लिप टेस्टको उयो बनाउनु पर्छ स्लिप टेस्टको रिपोर्टहरू चाहिँ छ क्या तर यही स्पेकको प्रब्लम भएको कि पासमा चाहिँ पासमा चाहिँ 660 त्यति धेरै अब 660 भन्दा त 120% माथि हुन्छ त्यही भन्दा पास आयो त्यो अनलाइन पेमेन्ट चाहिँ त्यही हामीले थाहा नै हुँदैन गलत चाहिँ गर्नु सक्छ कसैजनाले होइन कसरी गर्नु त हामी ल्याउनु छ त्यो पनि राख्नु त्यही नै होला हजुर म पठाइदिन्छु त्यो सुपर फर्मेट चाहिँ पठाउनु सक्छु हामीसँग सँगै चाहिँ ल म वाट्सएप गर्छु